Hi everyone, नमस्ते सेवानु दिस इज मी पुनम भुजेल स्वागत छ हजुरहरुलाई मेरो मिनी भ्लगमा। अनि साथीहरु हजुरहरु सन्चै हुनुहुन्छ भन्ने आशाको साथ मैले यो भिडियो स्टार्ट गरिसकेकी छु र साथीहरु म चाहिँ धेरै समय बाद मेरो च्यानलमा उपस्थिति भइसकेकी छु र आज चाहिँ हामी चाहिँ बन्दीपुर पिकनिकको लागि आएको थियौं अनि यसो अलिकति भिडियो क्लिक गर्दिम न भनेर चाहिँ मैले भिडियो स्टार्ट गरेको छु। हामीले चाहिँ पिकनिक पनि खाइसक्यौं। त्यहाँ चाहिँ बेसी त्यो छ के अरे बेसी मान्छेहरुको हल्ला छ अनि गीत बजाछ, त्यही भएर मैले भिडियो नबनाएको। अहिले चाहिँ हामी चाहिँ उतातिर घुम्न जान लागेको कता टोडीखेल के जाति भन्नेतिर, त्यही भएर मैले चाहिँ भिडियो स्टार्ट गरेको। अरु जनाहरु चाहिँ त्यही छन्। हामी चाहिँ हजुरबा म नानी अनि काकी ठुलामा भएर चाहिँ हामी जान लागेको। हेर्नु न कति राम्रो फुलहरु अनि यो बन्दीपुरमा कति राम्रो राम्रो घर, कति ठुलो ठुलो। ओ माय गॉड, यस्तो डाँडामा पनि कस्तो दामी के। म त फर्स्ट चोटी जिन्दगीको फर्स्ट चोटी मेरो पिकनिक है, फर्स्ट चोटी जिन्दगीको फर्स्ट चोटी मेरो पिकनिक। अनि बन्दीपुर बजार चाहिँ यता हो। अनि हामी चाहिँ अहिले बाटो हिँड्दै छौं अनि म हजुरहरुलाई बाटोमा भेट्दै गर्नेछु है त। त्यत्रो जनामा हामी यति 5 जना मात्रै घुम्न निस्केको छौं। नानु यता हेर न कति राम्रो निस्के हौ। काकी यता हेर्नु त कस्तो राम्रो निस्के। कस्तो भयो तपाईलाई घुम्दा? हजुरबा के छ हालखबर? तपाईलाई कस्तो लाग्यो बन्दीपुर? राम्रो लाग्यो? एकदम खुसी छ हो ल ठिक छ। म पनि जिन्दगीको हजुरबा तपाई यतातिर बस्नु त, यतातिर घाम ल यताबाट हिँड्नु। तपाई नि जिन्दगीमा कति चोटी पिकनिक हिँड्नु भयो? मैले जिन्दगीमा यसो 7 चोटी हिँडे। 7 चोटी? 7 चोटी। यो पिकनिक कस्तो लाग्यो तपाईलाई? रमाइलो, एकदम खुसी भयो मलाई। हो खानकी कस्तो भयो? मिठो भयो? खानकी एकदम राम्रो स्ट्यान्डर्ड। ल बधाई छ। अनि त्यहाँ चाहिँ हाम्रो काकी हजुरआमा हुनुहुन्छ। यो चाहिँ बन्दीपुर जाने बाटो। कस्तो राम्रो राम्रो फुल हेर्नु न। ओ माय गॉड। अनि यो चाहिँ हो बन्दीपुर जाने बाटो। दिस इज अ कोदो। हजुरबा कोदो मार्नु भयो? ए ल ल राम्रोसँग मार्नु है। ल ल हामी चाहिँ यहाँ आधा बाटोमा आएर चाहिँ कता जाने भनेर डिसाइड गर्दैछौँ। अनि यहाँ चाहिँ ठ्याक्क देख्नुभयो होला नि, तिनधारेको त्यो मिठो पानी लाग्छ मलाई छोडेर नजाने भनेको तिनधारे। यो चाहिँ हो तिनधारे जाने बाटो चाहिँ यता अरे। हामी तिनधारेबाट नि आएको हो। अनि त्यसपछि त्यो चाहिँ बन्दीपुर गाउँपालिका यतातिर चाहिँ बन्दीपुर जाने बाटो हो। अनि हामी चाहिँ यतैबाट जाने हो। जाने त भनियो तर बाटोको यो राम्रो राम्रो घरहरूले चाहिँ मेरो मन मोहित बनायो। यस्तो यो उकालो हिँड्दामा स्या भएको छ हैन, तैपनि जानु मन लाग्यो। कति राम्रो राम्रो घर बनेको हो यतातिर। यस्तो डाँडा पाखामा धरे वाउ कत्रो कत्रो घर छ, कम त ठुल्ठुलो घर छ। कति रमाइलो क्या, त्यत्तिकै पनि रमाइलो। कति राम्रो राम्रो फुल, वाउ कस्तो राम्रो राम्रो फुल है साथी, दामी छ नि। वाउ बन्दीपुर झोला सँगै बसौला, क्यामेराले सेल्फी हानौला ढुङ्गुचुङ ढुङ्गुचुङ। आफू एक्लै गीत गाउने, आफू एक्लै नाच्ने, आफू एक्लै हिँड्ने, आफू एक्लै हाँस्ने। के खाएर जिन्दगी? आफूमा आफू खुसी हुनुपर्छ हैन। यस्तै छ जिन्दगी बन्दीपुर। यो के हो के? यो कचौरा जस्तै ठुलो आमा यो के हो? यो देउता मन्दिर हो के? यो मन्दिर हो होइन के हो? त्यो माथिको ए गुम्बा हो। ल ठिक छ। कस्तो दामी रहेछ पछाडिबाट हेर्दाखेरिको लुक्स दामी हो। फलाम कुचेर उयो कामीले अनि के गर्छु भने बनाएको रे। अनि के तेदल भेटेछ नि, तेदल भेटेर मैले हल्ल्याएको रे। अनि देउतालाई उत्पन्नी भएर निस्केर यहाँ आएर देउता बनेर बसेर
शहीद हार्नीको फलाम छ त्यहाँ ए अजिङ्गर भएर बस्छ ए त्यहाँ रे अजिङ्गर भएर बस्छ अरे एकादशीमा अक्षता पुगेर फालेपछि बल्ल सन्चो हुन्छ अरे के हो अब त्यो मलाई थाहा भएन ठुलो आमाले भन्दै हुनुहुन्छ लु साथीहरू मैले अचम्मको कुरा सुने होइन यो चाहिँ सानो जातिको मन्दिर अरे अनि त्यो चाहिँ ठुलो चाहिँ कता गयो उयो ठुलो चाहिँ ठुलो जातिको मन्दिर रे यस्तो पनि हुन्छ नि र सानो जाति र ठुलो जातिको पनि मन्दिर हुन्छ र मैले आज चाहिँ सुने के हो यो सानो जातिको मन्दिर रे ठुलो जातिको मन्दिर रे मान्छे त एउटै हो काटेर रगत आउँछ होइन के हो यस्तो सानो जाति र ठुलो जाति जिन्दगी समाजमा बाँच्नको लागि बस्नको लागि कस्तो कस्तो भोग्न पर्छ होइन ओ माई गड हाम्रो समाज के हो यस्तो सानो जातको मन्दिर ठुलो जातको मन्दिर त्यो पनि हुन्छ र आज चाहिँ यो सुनेको मैले के भयो हजुरबा थाक्नु भयो के को फुल बोक्नु भयो केवराको फुल हो बास्ना दामी भयो ल ठिक छ थाक्नु भयो नि ल बधाई छ अहिले भेटौँला है त ल है त फाइनली हामी चाहिँ टुडीखेल आइपुग्यौँ टुडीखेल भनेको चाहिँ यही रहेछ है हजुरबा यस्तो हेर्नु ल हामी त्यत्रो बाटो हिँडेको छ्या म त यस्तो थियो भनेर जानेको भए त आउँदा नि आउँथेन यस्तो पनि यस्तो चाहिँ अब हेर्नुलाई त्यत्रो बाटो हिँडेर खुट्टा दुखेर कस्तो भयो कालै निलै भयो यो टुडीखेलमा चाहिँ 10 गतेबाट चाहिँ यहाँ महोत्सव लाग्नु लागेको रहेछ 6औं महोत्सव 6औं बन्दीपुर महोत्सव त्यही भएर चाहिँ यहाँ कामहरू धमाधमसँग सुरु हुँदैछ वा ढिक्चुक 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 हो माई गॉड टुडीखेल दिस इज अ टुडीखेल ल यस्तै छ टुडीखेल ओ माई गॉड यतातिरबाट चाहिँ खतरा भ्यू देखिँदो रहेछ वाउ दामी छ है भाइ कुन हामी आएको बाटो ओ माई गॉड कति दामी हो वाउ हामी आएको त्यही बाटोबाट हो रे बिहान कति यस्तो गहिरो रहेछ नि त ओ माई गॉड के बजार हो त्यसको नाम यो तलको डुम्रे हो है ए बन्दीपुर मुनि भन्ने यही रहेछ ओ माई गॉड टुडीखेलबाट भ्यू यस्तो देखिँदो रहेछ है त साथीहरू दामी छ के हो गाडी हिँडिरहेको कस्तो दामी देखेको के तर मेरो मोबाइलबाट छर्लङ्ग देखिँदैन ल हामी चाहिँ अहिले चाहिँ टुडीखेलको यो छेउमा आएर भ्यूको मजा लिइरहेको छौँ अघि हामी आएको बाटो अरे त्यो चाहिँ बन्दीपुर मुनि डुम्रे बजार भन्ने गीत छ नि हो त्यही हो रे के यो चाहिँ बन्दीपुर मुनि डुम्रे बजार हो रे यो चाहिँ दामी देखिँदो रहेछ तर माई गॉड मान्छेहरू कति धेरै छन् भ्यू हेर्ने हामी चाहिँ अहिले चाहिँ पुरा टुडीखेलमा आएर बसिरहेको छौँ पिकनिक पनि भइसक्यो अब रमाइलो पनि भइसक्यो घुम्नु पनि हामी अलमोस्ट घुमिसकेको छौँ अब चाहिँ हामी घर जानुपर्ने हुन्छ हजुर गइसक्यो हजुरबा तिनीहरू खै कता गए यतैतिर गए अनि सबैजना छोडेर गइसक्यो हामी मात्रै छौँ यहाँ 4 जना म हजुर काकी ठुला आमा हजुरबा मात्रै छौँ अबदेखि हामी पनि जानुपर्ने हुन्छ नत्र भने हाम्रो बसले छोड्छ यो चाहिँ पुरा भिड पाएको छ कि यस्तोमा हामी आएर शान्त भएर बसिरहेको छौँ गफ गरेर आनन्द तरिकाले अबदेखि हामी चाहिँ बन्दीपुर बजार हुँदै घर जानुपर्ने हुन्छ म हजुरहरूलाई बन्दीपुर पनि अवश्य नै देखाउने छु है त फाइनली बन्दीपुर बजार आइपुग्यौँ यो हो बन्दीपुर बजारमा मान्छेको भिड कति हो माई गॉड कति हो यस्तो मान्छेहरू त्यहाँ 6औं बन्दीपुर महोत्सव 2082 ओ माई गॉड मान्छेहरू कति धेरै हो दामी हैन त यस्तो छ बन्दीपुर बजार म जस्तै कतिपय मान्छेहरू आउनु भएको छैन होला हेर्नुहोस् ल बन्दीपुर बजारको यही हो मेला यस्तो छ
अम्मा कस्तो राम्रो मेरो बब्लुको याद आयो म नि बाटो यस्तो भिड आमा कति हो मान्छेहरू गडी बजारहरू कस्तो दामी छ यस्तै छ थैली पैसा राख्ने थैली वाउ दामी छ यो मलाई सबैभन्दा मन परेको चाहिँ यो कस्तो दामी छ है हातले बनाएको के वाउ ल अब हामीले चाहिँ बन्दीपुर बजार पनि घुम्यौँ अब चाहिँ हामी फर्किन लागेको ऊ चाहिँ हो मेरो नानु खै त त्यो दिदीहरू कहाँ गइसक्यो हामी चाहिँ अब जाँदैछौँ लु अब चाहिँ हामी चाहिँ बन्दीपुर छोडेर बाई बाई गरेर हामी चाहिँ घर जानु लागेको लास्टै गाह्रो भयो भागेर आउँदा सासै बढ्यो गाडीले छोड्यो तिमीहरूलाई छोड्यो भनेर नानु र म मात्रै थियौँ लास्टमा अनि त्यसमा चाहिँ गाडीले छोड्यो भनेर लगाइदियो अब आधा मान्छेहरू उतै टुटी खेलमा छन् म र नानु बिस्तारै आउँदै गरेको गाडीले छोड्यो भने भाग्दै आएको आमामा खुट्टा दुखेर मर्न लाग्यो हौ म त अनि फ्याँ भएँ अनि त्यसपछि अब चाहिँ जानु लागेको अरे खै अरू मान्छेहरू आयो कि आएनन् अब यति नै हो भ्लग चाहिँ म यहीँनिर चाहिँ एन्ड गर्न चाहन्छु किनभने अबदेखि चाहिँ गाडीमा जानुपर्ने हुन्छ गाडीमा जाँदा चाहिँ लास्ट चाहिँ हल्ला हुन्छ अनि गीत पनि बज्छ त्यही भएर भ्लग चाहिँ बनाउनु भ्याउँदैन अनि मेरो मोबाइलमा पनि चार्ज सकिनै लागेको छ अबदेखि चाहिँ मेरो भिडियो चाहिँ यहीँनिर एन्ड गर्नुपर्ने हुन्छ यहीँनिर स्टार्ट गरेँ यहीँनिर नै एन्ड गरेर चाहिँ अबतिर चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ साथीहरू के गर्नु यस्तै छ दुःखी जिन्दगी दुःखी आत्मा यस्तै भयो गाह्रो भयो यस्तो हतारले बोलायो नि हामीलाई मान्छेहरूले पाप गरे पाप अरू मान्छेहरू कहाँ पुगे थाहा छैन अघि त्यही बाटो घुमेर आएको अहिले फेरि त्यही पर्खेर बसले जाओ भनेर भन्थ्यो त्यही भएर अबदेखि चाहिँ हामी जानु लागेको जसले पनि अन्तिमसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद आम्मा भोटे कुकुर कस्तो खतरा हो दामी जसले पनि भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद साथीहरू फेरि आउँदै गरौँला अर्को भिडियोमा बाई बाई